आउँदै गरेको लोकसभाहरूको परीक्षाको एडमिट कार्ड अथवा प्रवेशपत्र कसरी डाउनलोड गर्ने भन्ने सम्बन्धमा मैले यो भिडियो बनाएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र आफ्नो प्रवेशपत्र डाउनलोड गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्नुहोला। अब लगाउँ भिडियोतर्फ। तपाईँले खरिदारको एडमिट कार्ड डाउनलोड गर्न सिकौँ। त्यसका लागि तपाईँले आफ्नो गुगल क्रोममा गएर पिएससी नेपाल टाइप गरेर सर्च गर्नुहोला। सर्च गरेपछि पहिलो लिङ्कमा क्लिक गरेर तपाईँले यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले माथि अनलाइन दरखास्तमा जानुपर्ने हुन्छ, त्यहाँ चाहिँ क्लिक गर्नुहोला। त्यहाँ क्लिक गरिसकेपछि तपाईँले लगइन इन्टरफेस देख्न सक्नुहुन्छ। तपाईँले आफ्नो आइडी लगइन गर्नुहोला, इमेल र पासवर्ड राखी। मैले यहाँ आफ्नो गर्छु। त्यो गरिसकेपछि तपाईँले आफ्नो डेस्कटपमा यस्तो एउटा इन्टरफेस देख्न सक्नुहुन्छ, जसमा तपाईँले मेरो आवेदनमा गएर अनुमोदित आवेदनमा जानुपर्ने हुन्छ। यहाँ तपाईँले अनुमोदित आवेदनमा जानुहोला। अनुमोदित आवेदनमा गइसकेपछि तपाईँले अप्सन देख्न सक्नुहुन्छ। अहिले सबै आवेदनमा छ, पहिला अनुमोदित आवेदनमा जानुहोला। त्यहाँ गइसकेपछि तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँले दरखास्त दिएको सबै विज्ञापनहरू तपाईँले विवरण हेर्नुहोला, कुन तपाईँले डाउनलोड गर्नुपर्ने हो। त्यो अनुसार तपाईँले अब एकचोटि यकिन गर्नुहोला। यकिन गरिसकेपछि तपाईँले यसलाई क्लोज गर्नुहोला, बन्द गर्नुहोला। अनि त्यसपछि तपाईँले यहाँ अप्सन देख्न सक्नुहुन्छ प्रवेशपत्र डाउनलोड भनेर, त्यहाँ क्लिक गर्नुहोला। त्यहाँ क्लिक गरिसकेपछि तपाईँको अगाडि एउटा तपाईँको एडमिट कार्ड खोलेर आउँछ यस्तो पिडिएफमा। तपाईँले यसलाई डाउनलोड गर्नुलाई राइट साइडमा डाउनलोड अप्सनमा जानुहोला। त्यहाँ डाउनलोड क्लिक गरेर तपाईँले यहाँ आफ्नो फाइलको नाम दिएर आफ्नो पिडिएफ जुन एडमिट कार्ड हो त्यसको नाम कुनै एउटा आफ्नो सम्झिने गरी त्यसलाई नाम दिएर तपाईँले यहाँ सेभ गर्नुहोला। त्यो सेभ गरिसकेपछि तपाईँको एडमिट कार्ड डाउनलोड हुन्छ।